मेरे वादे अहिले चाहिँ हामी म्युजियमभित्र प्रवेश गरिसकेका छौँ टिकट सिकट काटेर अनि सरहरू अगाडि जानुभयो टिकट देखाउनलाई गजब बेइज्जती सो ओके गाइस अहिले चाहिँ हामीहरू अबे जल्दी बोल कल सुबह पनवेल निकलना है पोखरा माउन्टेन म्युजियमभित्र चाहिँ पसिसकेका छौँ यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ टक्क लाएर चाहिँ यहाँनिर चाहिँ अरविन्द रहेका छन् अरविन्द दोस्त यता हेर्दै त अरविन्द चाहिँ क्यामेराम्यान भइदिइसकेको रहेछ ल यहाँनिर माइला पनि छन् र श्याम पनि छन् र श्याम यता हेर्दै न नयाँ श्याम चाहिँ तल दिइराखन् त्यो नाम के यार रेशम अङ्कल पनि हुन्छ यसो आयो भन्नु नि त भाइ भन्नुभएको छ र हामीहरू चाहिँ अब ठ्याक्कै लाएर चाहिँ म्युजियम पुग्न चाहिँ अब धेरै बेर रहेको छैन किनभने अलिक छिटै पुगिहालिन्छ र हाम्रो साथीहरू चाहिँ अगाडि पनि गएका छन् लगायत अरू ठाउँबाट चाहिँ यस्तै अवलोकन टुर यानि कि भ्रमण चाहिँ जानको लागि चाहिँ आउँदैछ गएका छन् र हामीहरू चाहिँ थोप्रा मेरो फेस कस्तो आयो राम्रो अगाडि पुरै छेकिस अगाडि छेक्या ओके अझै हेर्न सक्नुहुन्छ हामीहरू चाहिँ अब यो बहिनीहरू चाहिँ गरेर चाहिँ आइसकेका रहेछन् यो साइड पनि बसिरहेका छन् हेर्न सक्नुहुन्छ तपाईँहरूले र यसै गरी यहाँ चाहिँ कुरा गर्ने हो भने यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ खतरा भ्यू पनि खतरा दिइरहेका छन् र हाम्रो नम्बर 1 क्यामेराम्यान र यहाँनिर चाहिँ यो हुन त यो जङ्गल हो जङ्गलभित्र चाहिँ अब खडिनी लाग्थ्यो किनभने यो चाहिँ टुर भएको भएर चाहिँ धेरै केटीहरू आएको छ त्यही भएर राम्रो देखिरहेको छ अलि चर्को चाहिँ भन्न पाइन्न त्यही भएर हो कि तिमीहरू हल्का होछ नि त म भन्दा ल लगभग अब चाहिँ यहाँनिर चाहिँ म 2 जना यानि कि 3 जना सोल्टीहरू चाहिँ हामीले हेर्दै मसँग बोल्छन् कि भन्दै बसिरहेको छन् म चाहिँ उनीहरूलाई देखाउन चाहन्छु ल ओके ल दर्शन यहाँनिर चाहिँ यिनीहरू रहेका छन् 3% ओके म्युजियम रहेका छन् गजब बेइज्जती ओके र यहाँनिर चाहिँ म चाहिँ तपाईँहरूलाई चाहिँ एउटा सिनेमेटिक सिन देखाउँछु ओके यहाँनिर चाहिँ सिनेमेटिक सिन हल्का चाहिँ भएन र हाम्रो अरविन्द क्यामेराम्यान नि हेर्न सक्नुहुन्छ र यहाँनिर चाहिँ हामीहरू चाहिँ हेर्न सक्नुहुन्छ र म्युजियम पनि अगाडि रहेको छ टक्क लाएर चाहिँ हल्का यस्तो अनकम्फर्टेबल फिल भइरहेको छ भिडियो गर्न चाहिँ र यहाँ चाहिँ अब हामी यहाँनिर चाहिँ फोटो खिचखाच भइरहेको छ र यहाँनिर हेर्न सक्नुहुन्छ के छ फोटो खिचखाच भइरहेको तिमीहरू त त के हो हेन्सी देखाएको त के हो त मान्छे माइला क्यामेरा माइला मार्क्स खोल्न तेरो प्लिज मार्क्स खोल्न एकचोटि खोल्न माइलोको फेस लेभल हान्नु पऱ्यो क्या र म चाहिँ एउटा सिनेमेटिक सिन देखाउँछु ओके तपाईँलाई चाहिँ म चाहिँ सिनेमेटिक सिन देखाउनको लागि चाहिँ एउटा खतरा ठाउँमा आएको छु लाएर हेर्न सक्नुहुन्छ र फनक्क लाएर मैले चाहिँ निकाल्दिएँ र हाम्रो अगाडि चाहिँ घाम परिसकेको छ त्यही भएर चाहिँ म चाहिँ अगाडि जान चाहेँ कताबाट हो हामी कताबाट आयो तिमीलाई सोधे हो बर्दिया भन्ने कहाँ हो बाँकी त्यही त बाँकी भन्ने चाहिँ कहाँ हो बस त्यो भन नि त बर्दिया भन्छन् बाँकी भन्छन् ओके ओ बाँके बर्दियाको मान्छेहरूलाई चाहिँ हामीले भेटिसकेका छौँ र यो पोखराको खन्जर म्युजियममा चाहिँ हेर्नको लागि आएका छौँ न यो म्युजियममा न केही छ न केही छ र ल मिल्छ अरे र यहाँनिर हेर्न सक्नुहुन्छ म चाहिँ झ्याप्प लगाएर आइसकेको छु म चाहिँ त्यहाँ क्यामेरामा फोटो दिँदै थिएँ अनि सबल पाठक भ्लग छ युट्युबमा उसको अनि त्यही भएर सबललाई दिएको मैले मेरो थाहा श्याम कति छ भर्खर 300 कति